म साकागादेखि अरार अरारदेखि साकागादेखि कोरियातको बाटोमा आज भित्री बाटो अरू बाटो छोडेर पनि भित्री बाटोमा भिडियो बनाइरहेको छु। हजुरहरूले धेरै धेरै भिडियो हेरिदिनु भएको कुनैहरू फेरि पनि हेर्दै गरिदिनु होला। म चाहिँ अहिले मेन अब तपाईँको के छ भनेपछि हाइवेको काम हो, ड्राइभर। हजुरले धेरै भिडियोहरू मन पराइदिनु भएको छ, 2-4वटा भिडियो हेरिदिनु भएको छ। अब बाटोमा अलिक समस्या पनि हुन्छ होइन, साथीभाइहरूले राम्रोसँग हेरेर बुझेर गाडी चलाउनु होला, त्यही भन्न चाहन्छु मैले होइन। खासै भिडियो त अब राम्रो हुँदैन होइन, पहिलो पहिलो सुरुमा भन्दै जाला। अब त्यस कारणले गर्दाखेरि अब साथीभाइहरूले बुझ्ने कोसिस गर्नु होला। बाटोको अवस्था हेर्दा चाहिँ पुलिसले फाइन मसलाहरू लाउनु पनि सक्छ। अब आफ्नो ट्र्याक हाल्नु र यसरी भिडियो बनाउनु पनि गाह्रो हुन्छ। तर के गर्नु, साथी छैन गाडीमा, अब त्यसले गर्दाखेरि बनाउनु पर्ने हुन्छ। टाढाको बाटो छ, थकाइ लाग्छ, गाडीको काम गर्न मात्र सजिलो छ। पैसाले गर्दाखेरि अब धेरै टाढा कुद्नुपर्छ, ठिकै छ। अब तपाईँहरूले अब कस्तो छ ड्राइभर साथीहरू, म पनि विदेशमै छु। सजिलो अप्ठ्यारो कस्तो हुने के हुने हो, गाह्रो त गाह्रै छ, कतिको छ होइन। कता कता प्रायः बसिरहेको अब तालुकमा बाटोमा चलिरहेको छु। यस्तै छ, के कस्तो लाग्छ अब होइन। भिडियो हालिरहेको छु, सेयर लाइक सब्सक्राइब गरिदिनु पऱ्यो क्या, व्यवस्था अब थोरै बहुत आइरहन्छ होइन। साथीभाइलाई अब कति मतलब एउटा सब्सक्राइब गर्दैन, बिग्रिने के हुने हो र त्यस्तो बिग्रिने खास मात्रै हुँदैन होइन। युट्युबर बन्न खोजे पनि होइन, अब यस्तो बाटोको दृश्यहरू राम्रो, अब कतितिर धुलो धुवा उडिरहेको हुन्छ, कतितिर अब पानी परिरहेको हुन्छ। त्यसो देखेर पुलिसको चेक मारेर अब आकाशतिर पनि क्यामेरा लगाइरहेको हुन्छ, क्यामेरा हेरेर बचाएर हिँड्नुपर्ने हुन्छ। यस्तै हो परदेशी जीवन। अब साथीभाइहरूसँग हाँसो मजा गर्दा गर्दै अब काम गर्न थालेको पनि 5 वर्ष भइसक्यो, पुग्न लाग्यो। अब 2-4 महिनामा छुट्टी जानुपर्ने हो नेपालतिर। गरिबको जिन्दगी अब के गर्नु। नेपालमा अब खासै दिन रोजगार छैन, त्यत्रो पैसा पनि आउँदैन। अलिअलि अब 2-4 हजार 30-40 हजारको जागिरले नेपालतिर अब त्यो पनि पाउन गाह्रो छ, पाइन्न। अब त्यो के हेर्नु, बडा मुस्किलले विदेशतिर आइन्छ। आएर कोही साथीहरू राम्रै छ, कसैलाई नराम्रो छ। अब त्यो कम्पनी अनुसारको भर पर्ने कुरो हुन्छ। कतिपय कम्पनीहरू राम्रै छ, सबै मेरो त अब होइन 5 वर्ष पुग्न लाग्यो, ठिकै छ। साथीभाइहरूलाई अब के कस्तो छ, यस्तै छ। अब ईद पनि आउँदैछ, अब नजिक रमजान मुस्लिम भाइहरूको चाडपर्व आउँदैछ। अब यसमा 2 दिन कम्पनीले छुट्टी दिन्छ कि भनेको हो। हेरौँ के कस्तो अवस्था हुन्छ, बुझ्दै गरौँला। तपाईँहरू के कता कहाँ हुनुहुन्छ, यसो कहिले काहीँ भिडियो हेरिदिनु भयो भने सकभर सब्सक्राइब गरिदिनु होला हजुरहरूलाई। यही बिन्ती छ मेरो। खासै बोल्न पनि जानिन्न, अब त्यही पनि भर्खर सिक्दैछु। यस्तै त हो अब परदेशी जीवन होइन। तपाईँहरू कता हुनुहुन्छ, के हुनुहुन्छ, अब तपाईँहरूलाई अप्ठ्यारो पारेर उजेल पारेर सब्सक्राइब गरिदिनुहोस् भन्न खोजे पनि होइन। त्यही भएको कारणले गर्दाखेरि अब मेहनत पनि खासै गर्न सकेको छैन भिडियो बनाउनलाई। अब पहिलो होस्, कता के मिल्छ कता के मिल्दैन बोल्दा पनि अब यात्रा क्रममा अब कता के हुन्छ। अब साथी छैन गाडीमा, आफूले हेर्दै हिँड्दै अब कसरी हुन्छ बनाइरहेको छु भिडियो अहिलेसम्म। हजुरहरूलाई धेरै धेरै धन्यवाद। लाइक सब्सक्राइब गरिदिनु होला, बस यति भन्न चाहन्छु। फेरि हजुरहरूको माझमा नयाँ भिडियोहरू ल्याउने जमर्को कोसिस गर्दैछु। हजुरहरूमा प्रति क्षमा प्राप्त छु। यही हो।
अब मलाई पनि एउटा भिडियो बनाएर हाल्न रहर भयो। त्यस कारणले गर्दाखेरि अब भिडियो बनाइरहेको छु। हजुरको साथ सपोर्ट माया चाहियो। आगामी दिनहरूमा यस्तै नयाँ नयाँ बाटोहरूको भिडियोहरू लिएर हजुरहरू कहाँ उपस्थित हुनेछु। सम्झना रहँदै रहोस्। हस् त, धन्यवाद। हजुरको शुभ दिन रहोस्। हस्, धन्यवाद।